हेलो गाइज वेलकम बैक टू न्यू ब्लग गाइज अहिले ब्लग यति बजे स्टार्ट गरिरहेको छु। अहिले कति बजिरहेको छ म हेर आइरहेको छु है तपाईँलाई। अहिलेको 2 बजिसक्यो। देखाइरहेको छैन। अहिलेको 2 बजिसक्यो अनि 2 बजी ठ्याक्क ब्लग स्टार्ट गरिदिएको। अनि आज गाइज पसल गएन किनकि भोलिदेखि हामीहरूको एक्जाम छ। एक्जाम भनेको 8 क्लासको जिल्ला स्तरीयको एक्जाम चाहिँ स्टार्ट भइसकेको छ। अनि मैले सोचेको अब एउटा कन्टेन्ट पनि आइहाल्यो, एक्जाम पनि हुन्छ, त्यसपछि एक्जाम गर्दा गर्दा ब्लग पनि बनाइहाल्छु। त्यही भएर ब्लग बनाउनलाई स्टार्ट गरिदिएको गाइज। अनि त्यसपछि अब हामीहरू के गरेको छैन, म पनि यता बसिरहेको छु। अब एकछिनमा जाने होस् गाइज पढ्न, अनि पढ्ने एकछिनमा जाने अनि त्यसपछि भोलिदेखि एक्जाम। अनि भोलिदेखि एक्जामको डर त लागिरहेछ, के भन्नु। अब त्यो पनि अब त होस्, केही छैन, टेन्सन छैन। 8 मा पास हो, नभए फेल हो। यो दुइटाबाट केही न केही हुन्छ होला हैन गाइज। त्यसपछि हाम्रो ज्योतिजी मेरो क्लासमेट फ्रेन्ड के गरिरहेछ हेर्नु, म हेराइदिरहेको छु तपाईहरुलाई है। हेलो गाइज, हाम्रो लालबन्दीको मौसम यस्तो छ हेर्नुस् है। पानी पर्छ अब। अहिले चाहिँ खतरा भ्यूज भएको छ हाम्रो मौसम लालबन्दीमा। हेलो गाइज, वेलकम छ मेरो बिहानको ब्लगमा। त्यसपछि अहिलेको 10:50 भइसक्यो, मेरो टाइम पनि भइसक्यो ट्युसन पढ्न जानमा। त्यही भएर अहिले स्टार्ट गर्दैछु ब्लग। त्यसपछि गाइज अब चाहिँ स्कुलमा लिएर जान त मिल्दैन, मोबाइल फेरि खोस्ला। त्यही भएर म लिएर जान्दिनँ मोबाइल। भयो भने तपाईँलाई कुनै दिन देखाउला तपाईँको मेरो स्कुल, कुनै दिन देखाउला स्कुल मेरो भन्न भयो भने केही छैन ल गाइज। त्यसपछि अब कुनै दिन देखाउला भयो नि, अब सकेन त्यति। मेरो स्कुल हेरेर तपाईँले के को फाइदा। अब चाहिँ म जाने हो। अब हाम्रो यो साथीहरू हेर्नुहोस् लिएर आइसक्यो हामी, म र ज्योति दिदी। ल तपाईँलाई सोध्छु पहिला फर्स्टमा कस्तो गयो? अलिअलि मात्रै? किन यस्तो हो? क्वेसन धेरै गाह्रो थियो। ए मेरो चाहिँ के भन्नु, मैले जति लेखेँ त्यति नै। अब आधी लेखेँ, आधी छोडिदिएको, अनि घन्टी लाग्यो। त्यसपछि पेपर लियो सर, त्यो अब हेर्छु जसो पास भयो पास, न फेल भयो फेल। के भन्नु, त्यही हो पारा। म कति नम्बर यो कम्प्युटर ल्याब चाहिँ अब कुन भन्छ नि यार, बुक फ्याक्ट्री थियो नि, लाइब्रेरी भन्दा त साइडमा एउटा 5 कक्षामा पढाउँछ त्यही यता म यतै थियो, झ्याल साइडमा बसिरहेको थियो। अनि त्यसपछि अब राम्रो त राम्रै गयो। अब हेर न पास हुन्छु कि हुँदैन। म भाइसँग सोध्छु, ओ भाइ सर कस्तो गयो तपाईँको? ठिकैठाक गयो। ठिकैठाक मात्रै? ए कस्तो? ठिकैठाक छ। पुरै लेखिसक्यो। तेरो फेसै कालो छ, मोबाइल क्यामेरा पनि आउँदैन। ल गाइज, सबको ठिकठाक गयो। अनि त्यसपछि अब मेरो पनि त्यही हो, ठिकठाक गयो। ल यहाँ छ मम्मी, यहाँ छ हाम्रो सिस्टर। हेलो सिस्टर, हाउ आर यू? I'm good.
ल गाइज अब यो ब्लग यहीँ समाप्त गर्छु। तपाईँहरूले म अझै ब्लग हेराउँदै गर्छु र तपाईँहरू हेर्दै गर्नु। ल भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु र सेयर पनि गरिदिनु है। तपाईँहरूलाई म भोलि अब अर्को ब्लगमा भेटौँला। ओके बाई बाई।